ढिकी र जाँतो ढिकी र यो जाँतो हेरेर होइन प्रायः जसो मान्छेहरूले ढिकी जाँतो चाहिँ युज गर्न छोडिसके तैपनि यहाँ चाहिँ ढिकी जाँतोको व्यवस्था रहेछ सँगै रहेछ। अब जाँतोलाई यसरी घुमाउनुपर्छ होइन अनि यसलाई चाहिँ यसरी यहाँ खुट्टा राख्ने होइन यसको ठेलामा लखट्याक लखट्याक टक्क लगाएर यसरी कुद्नुपर्छ केही राखेर होइन त्यहाँ मान्छेले एउटाले घुमाउनुपर्छ अनि त्यहाँ निफल्ने मान्छे बस्नुपर्छ बाक मैले सकेन यहाँ। अनि यो ढिकी हो यो ढिकी चाहिँ धान कुट्नलाई पिठो कुट्नलाई चामल मकै जे पनि कुट्न मिल्छ यसमा। यो चाहिँ यो घट्टाहरू मिलहरू नहुँदाको मिल भन्दा नि मिल त भनौँ न नहुँदाको समयमा चाहिँ यही प्रयोग गरिन्थ्यो भनेपछि यो चाहिँ जाँतो हो। यो जाँतोमा चाहिँ टक्क लाएर चाहिँ मकै सब पिस्नु मिल्छ यता न टक्क लाएर सरार पारेर यस्तो हुन्छ। ल देख्नुहोस् है लोपोन्मुख हो यस्तो यो चाहिँ होइन यस्तो चाहिँ प्रायः जस्तो ठाउँमा पाइँदैन। यहाँ चाहिँ यो घरका मालिकहरू यिनी दुईवटा हुन् होइन यिनीहरूले चाहिँ भनिदिउ भन्छन्